हेलो साथीहरु, गुड आफ्टरनुन छ तपाईं सबैहरुलाई। र साथीहरु, आज चाहिँ म मार्केटमा आएको छु। मार्केटमा आएर चाहिँ किनकि आज चाहिँ अब दशहराको लास्ट मार्केट भएर गाइस, त्यही कारणले म चाहिँ मार्केट गर्न आएको छु। यो चाहिँ हाम्रो बिहिबार मार्केट हो। यो बजारको नाम चाहिँ बिहिबार मार्केट भनिन्छ है। र हाम्रो गाउँको बजार चाहिँ यो गाइस, हेर्नुहोस् तपाईहरु पनि है कस्तो छ के छ। र अनि गाइस, हामीले चाहिँ अब धेरै नै अब सधैँ त आउनु पाउँदैन। अब आज मात्रै हो बजार चाहिँ, अब अर्को अब दशहराको लागि त मार्केट यही भयो नि त हैन। र त्यसै कारण म चाहिँ मार्केट गर्न आएको छु गाइस। र हामीले मार्केट पनि गरिसक्यौँ। र यो बाटो देख्दैछ नि तपाईले, यो चाहिँ हाम्रो घर जाने बाटो हो गाइस है। अब घरमा गएर नि मेरो त कति काम छ, बैंक जाने काम पनि छ हो। अनि र गाइस, हामीले चाहिँ अब लाग्यौँ घरतिर। र घरमा पनि म आइपुगेँ। घर आइपुगेर नि गाइस, मैले के भन्छ बैंकमा गएको थिएँ। बैंक गइकन अनि अब दशहराको टाइम, भाइ बहिनीहरु धेरै नै छ, अनि पैसा पनि धेरै नै चाहिन्छ गाइस हो। अनि हाम्रो नेपालीहरुको त तपाईहरुलाई थाहै छ, चान्चुने पैसाहरु कति चाहिन्छ भनेर। ल गाइस, मैले त बैंकमा गएर 2 बन्डल लिएर आएको छु हो। तपाईहरु हेर्न सक्नुहुन्छ, 2 बन्डल पैसा लिएर आएको छु। र गाइस, तपाईले हेर्दै गर्नुहोस् है। फेरि भेटौँ अर्को ब्लगमा। ओके त।